पैसाले खुसी किन्न सक्छ कि सक्दैन भन्ने टपिकमा चाहिँ हार्वर्ड युनिभर्सिटीले 85 वर्ष रिसर्च गरेर चाहिँ एउटा रिपोर्ट रेडी गरेको रहेछ। एन्ड तीनवटा टपिकमा चाहिँ उसले चाहिँ स्टेटमेन्ट दिएको छ के पैसाले आधारभूत कुराहरू किन्न सकिन्छ तर भित्री खुसी किन्न सकिँदैन। एक्चुअल ह्याप्पिनेस चाहिँ रियल रिलेसनसिपसँग चाहिँ रहन्छ एन्ड एक्लोपना चाहिँ ज्यान मारा जस्तो हुन्छ अरे के। हामी पैसा कमाउने चक्करमा चाहिँ हामी चाहिँ हुन्छ नि फ्यामिली रिलेटिभ्सबाट चाहिँ टाढिएर हुन्छ नि एकदमै भावनात्मक रूपमा चाहिँ हामी एक्लो भएर चाहिँ बसिरहेको हुन्छ, जुन चाहिँ हुन्छ नि हामीले रक्सी चुरोट खानुभन्दा पनि एकदमै ठुलो असर गरिरहेको हुन्छ अरे के। मान्छेको चाहिँ बेसिक कुराहरू पुरा भइसके पछाडि चाहिँ पैसा जति नै थप्दै गए पनि भित्री खुसीको लागि चाहिँ त्यो पैसाले चाहिँ हेल्प गर्दैन अरे। बेसिक निड्स, सेक्युरिटी, हेल्थ, फ्रिडम, स्ट्रेस कम गर्नलाई चाहिँ पैसाले एकदमै ठुलो रोल खेल्दो रहेछ। तर एक्चुअल भित्रैदेखि खुसी हुनको लागि चाहिँ फ्यामिली, गुड रिलेसनसिप हुन्छ नि, ट्रस्ट, त्यो कुराहरूले चाहिँ एकदमै म्याटर गर्दो रहेछ क्या। सो यो कुराहरू चाहिँ हार्वर्ड युनिभर्सिटीले 85 वर्षसम्म रिसर्च गरेर बनाएको रिपोर्ट अनुसार चाहिँ यो कुराहरूलाई मेन्सन गरेको छ।